guys, welcome back to my new vlog. So आज चाहिँ म ऱ्याकेट खेल्नको निम्ति जाँदैछु घरबाट र याङरक गाउँपालिकाको वार्ड नम्बर 5 नागी सिमली स्थित मल्टिपर्पज कबड हलमा म जान आँटेको हो। म घरबाट निस्किनु आँटे। दारिम्बा चोकमा मेरो साथी चाहिँ मलाई पर्खिराखेको छ। मैले उसलाई इन्फर्म गरिसकेँ म यहाँ घरबाट निस्किन्छु भनेर। म यहाँ घरबाट निस्किनु आँटेको। निकै रात परेको छ र याङरक गाउँपालिकाको मल्टिपर्पजल कबड हल चाहिँ कस्तो छ त, त्यहाँको विशेषता के हो त? कोशी प्रदेशकै सबैभन्दा उत्कृष्ट कबड हल हो। त्यो कबड हल कस्तो छ, त्यो कबड हल हेर्नको निम्ति तपाईहरुले यो भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ घरबाट निस्किँदाखेरि 8 बजिसकेको छ, रातिको 8 बजेको छ है। बाटो एकदमै अप्ठ्यारो छ है। ठिकै छ, यस्तो बाटोमा म जाँदैछु। मलाई हाइवे निस्किन अब 2 मिनेट जस्तो लाग्छ अनि हाइवे त्यसो 5 मिनेट हो। याङरकमा बनेको कबड हल चाहिँ कस्तो रहेछ तपाईहरुले पनि हेर्नुहोस्। साँच्चै सुन्दर कबड हल छ। मेरो हाइवेदेखि तेर्सो यात्रा भइसकेको छ। थर्पु बजारतिरको यात्रा। दारिम्बाको 7 रोटी खामसिलिङ डाँडादेखि थर्पु बजारतिरको यात्रामा छु अहिले। म दारिम्बा चोकैमा म पुगिसकेँ। ओके, यहाँबाट मेरो साथी छ, कबड हल जाने साथी। हामी थर्पु बजार प्रवेश गर्न लाग्यौँ। यो सुब्बा डाँडा माबो चोकदेखि चाहिँ थर्पु बजार स्टार्ट हुन्छ। बजारै सबै सुतिसकेको रहेछन् है। एउटै अनि यो ओह्रालो चाहिँ बडाँडा सेकेवा हुँदै साप्लाखु जाने बाटो हो। थर्पु बजारको चाहिँ मुटु भएको है। यहाँबाट पनि जान्छ साप्लाखु, थर्पु स्कुल झर्ने बाटो हो यो। तालगाउँ हुँदै सिनाम जाने बाटो। थप्यो जान्छ थप्यो। हामी थर्पु बजारको याङरक मोटरसाइकल वर्कसप आइसकेका छौँ। फाइनली हामी दारिम्बा होटलको साउनी है माइजू। नागी याङ सिबुङ लक्सम चोक हुँदै हामी कबड हल पुगिसकेका छौँ। यो बाहिर देख्ने भएको खानेपानी पिउने यस्तो छ याङरकको कबड हल। हामी याङरकको कबड हलमा आइसकेका छौँ। वार्ड नम्बर 5 सिमली स्थित कबड हलमा। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरू ब्याडमिन्टनको 3टा कोर्ट रहेको छ। यहाँ एउटा, यहाँ एउटा र यहाँ एउटा। र यो ब्याडमिन्टन हटायो भने यहाँ एउटा भलिबलको कोर्ट पनि छ बिचमा। र यहाँ तल चाहिँ कुनै प्रोग्रामहरू यहाँनिर हुँदाखेरि स्टेज छ अगाडि नै। कबड हल बनाउँदाखेरि नै निर्माण गरिएको पर्मानेन्ट स्टेज। र यहाँनिर हामी देख्न सक्छौँ त्यो कुनामा वाइफाईहरूको व्यवस्था गरिएको छ र 24 घण्टा यहाँनिर बिजुली बत्तीको पनि सेवा सुविधाहरू रहेको छ।
हेलो प्रिय मित्रहरू, अब चाहिँ हामी ब्याडमिन्टन खेलिसकेर रातिको 11:30 जस्तो भयो। धेरै बेर खेलिएछ आज चाहिँ। धेरै टाढोबाट साथीहरू आउनुभएको थियो र निकै म्याच खेल्दाखेरि ढिलो भयो र ब्याडमिन्टन खेलिसकेर अब चाहिँ हामी हाम्रो घरतर्फ लाग्दैछौँ। यता सरगम भाइ, यहाँ सरगम भाइ हुनुहुन्छ, सरगम भाइ र म अब लागेको है त। हवस् त, यो मेरो भिडियो तपाईँहरूलाई मन पर्यो भने तपाईहरुले प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक शेयर र कमेन्ट गरिदिनु होला। अवश्य पनि अर्को भिडियोहरू राम्रो भिडियो ल्याउने कोसिस गर्दछु र अर्को भिडियोमा भेटौँला हामी। तबसम्मलाई